हेलो एन्ड नमस्ते टु माई युट्युब फ्यामिली, इट्स मी प्रेमा। आज चाहिँ म चाहिँ मर्निङको मिनी भ्लग गर्न लागेको साथीहरू देख्न सक्नुहुन्छ। बिहान उठेर मुख धुँदाखेरि मेरो फोन चाहिँ ड्याममै पानीमा खस्यो अनि देख्न सक्नुहुन्छ। मैले चाहिँ मुख धोएर फ्रेस भएर चाहिँ म चाहिँ वाकिङ जान लागेको। बिहानमा चाहिँ म सधैँ मर्निङ वाक गरिरहेको हुन्छु। अलमोस्ट 1 आवर चाहिँ मेरो जहिले नि भइरहेको हुन्छ अनि देख्न सक्नुहुन्छ आजको मौसम एकदमै राम्रो थियो हैन। अनि यतातिर चाहिँ एकदमै गर्मी के साथीहरू, बिहान पनि कस्तो गर्मी, राति दिउँसो जति बेला पनि एकदमै गर्मी भइरहेछ कि एकदमै भन्दा नि एकदमै गर्मी। अनि 1-2 दिन भयो एकदमै मौसम एकदम ठन्डा ठिकै छ, कुलै छ हैन। अनि यु क्यान सी माई गार्डन हैन साथीहरू, मेरो गार्डन, मेरो मिनी गार्डन, मेरो फ्लावर्सहरू कस्तो राम्रो फुल फुलिरहेको छ। मलाई चाहिँ यो गार्डनमा बस्दाखेरि चाहिँ एकदमै मन एकदम आनन्द सुकुन हुन्छ कि अलिकति सानो फुल फुलिरहेको छ भने, नयाँ प्लान्ट उम्रेछ भने नि एकदम आनन्द लाग्छ मलाई चाहिँ। अनि हेर्नु साथीहरू कति छिटो ठुल्ठुलो भइसक्यो मेरो प्लान्टहरू पनि। अनि त्यसपछि चाहिँ म ठ्याक्क सरसफाइ गरेर नुहाइधुवाइ गरेर पूजा गरेँ। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ अब सबै सकेर चाहिँ ब्रेकफास्ट बनाउन लागेको साथीहरू। अनि ब्रेकफास्टमा चाहिँ मैले दुध र ब्रेड बनाएको। अनि देख्न सक्नुहुन्छ साथीहरू मैले चाहिँ दुध तताउँदैछु। अनि दुध तताएर मैले चाहिँ ब्रेड पनि युज गरेँ। अनि ब्रेडलाई पनि टोस्ट गरेर खान्छु कि साथीहरू। मैले चाहिँ यस्तै नर्मल चाहिँ खाँदैन, मैले चाहिँ नर्मल ब्रेडहरू चाहिँ मलाई कस्तो मन पनि पर्दैन। अनि खासै चाहिँ मैले नर्मल ब्रेडहरू पनि खान हुँदैन नि त, टोस्ट गरेकै खानुपर्छ। त्यसैले चाहिँ मैले टोस्ट गरेरै खान्छु ब्रेडहरू चाहिँ। अनि साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ घिउमा टोस्ट गरेँ। अनि मैले चाहिँ नर्मलै खाएको थिएँ, अनि नर्मलै बनाएर खाएको टोस्ट गरेर। अनि मेरो हस्बेन्डको लागि चाहिँ मैले चाहिँ जाम लगाएर दिएको थिएँ। अनि देख्न सक्नुहुन्छ साथीहरू ब्रेड बनाउँदैछु म। जामहरू पनि लगाएर दिएँ। मिल्क र हनी दिएँ हस्बेन्डलाई चाहिँ। अनि ड्राई फ्रुट दिएँ। अनि मेरो लागि चाहिँ नर्मल टोस्ट ब्रेड अनि दुध अनि ड्राई फ्रुट खाएको होइन साथीहरू। अनि यस्तै हो, यसरी नै गइरहेको छ मेरो बिहानको दिनहरू। बिहानको दिनहरू एकदमै राम्रोसँग सुरुवात भयो भने मलाई एकदमै आनन्द लाग्छ होइन साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? अनि बिहानभरि सुत्यो भने चाहिँ ठिक लाग्दैन। पहिलामा एकदमै बिहानभरि सुत्ने बानी थियो साथीहरू। अहिले चाहिँ 1 वर्ष भयो मलाई चाहिँ एकदमै बिहानमा उठ्ने बानी भएको छ साथीहरू। पहिला पनि उठ्न त म छिटै बिहानै उठ्थेँ, किनकि कलेज जानु पर्ने थियो, त्यसको लागि बिहानै उठ्न पर्ने हुन्थ्यो। तर पनि मन नलागेकै उठ्न पर्ने थियो। अहिले चाहिँ आफै उठ्ने सबै बिहानमै रमाइलो लाग्छ। थ्याङ्क यू फर वाचिङ, किप अन वाचिङ माई युट्युब च्यानल।